आज जनसभामा विधेयक प्रस्ताव। आज जनसभामा विधेयक प्रस्ताव हुँदै मन्त्रालयद्वारा आज जनसभामा विधेयक प्रस्ताव हुँदै विधेयक थाहा छैन। अब सम्माननीय अध्यक्ष श्री कुलपति महोदय आफ्नो कार्यकक्षबाट सदनको जनसभातर्फ आज संसदको पहिलो अधिवेशनको तेस्रो दिनै सरकार एक्सन मोडमा आएको छ। चौथो पटक सरकार बनाउन पाएको सिजेपीले अहिले एक्सन मोडमा आइरहेको छ। माननीय सदस्यहरू, सम्माननीय अध्यक्ष, मान्य सदस्यहरू, जनसभाको आजको बैठकको कारबाही प्रारम्भ गरिन्छ। संसद सचिवालयद्वारा आएको नियमित कार्यसूची बमोजिम आज इथियोपिया सरकारका शिक्षा मन्त्रालयद्वारा इथियोपियन परीक्षा बोर्ड गठन नियन्त्रण तथा परीक्षा सञ्चालन विधेयक 2059 यस सदनमा प्रस्तावित गर्न म माननीय शिक्षा मन्त्रीज्यूलाई यथास्थ समय प्रदान गर्दछु। ल अब माननीय शिक्षा मन्त्रीज्यू यस रोस्टममा आएर अथवा आफ्नै स्थानमा बसेर विधेयक संसदमा प्रस्तावित गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। धन्यवाद। धन्यवाद अध्यक्षज्यू, सम्माननीय अध्यक्षज्यू, समयका लागि विशेष धन्यवाद। म आज इथियोपियन परीक्षा बोर्ड गठन नियन्त्रण तथा परीक्षा सञ्चालन विधेयक यस सदनमा प्रस्तावित गर्ने अनुमति चाहन्छु। प्रारम्भ। प्रस्तावना। शिक्षा राष्ट्रको आधारभूत स्तम्भ भएकाले देशभर सञ्चालन हुने विद्यालय तहका सम्पूर्ण परीक्षा एकीकृत, सुव्यवस्थित, सुरक्षित, पारदर्शी तथा उत्तरदायी प्रणाली मार्फत सञ्चालन गर्नु राज्यको दायित्व हो। प्रश्नपत्र निर्माणदेखि परीक्षा सञ्चालन, उत्तर पुस्तिका सङ्कलन, मूल्याङ्कन तथा नतिजा प्रकाशनसम्मका सबै प्रक्रियाहरूलाई विधिसम्मत, नियन्त्रणयुक्त र विश्वसनीय बनाउने अभिप्रायले यो विधेयक जारी गरिएको छ। परिच्छेद 1 प्रारम्भिक व्यवस्था। दफा 1 संक्षिप्त नाम र प्रारम्भ। 1 यस विधेयकको नाम इथियोपियन परीक्षा बोर्ड नियन्त्रण तथा परीक्षा सञ्चालन विधेयक 2059 रहने। यो विधेयक लोकपत्रमा प्रकाशित भएको मितिदेखि लागू हुनेछ। परिच्छेद 2 परीक्षा संरचना। दफा 2 परीक्षा प्रकार। 1 कक्षा 4, 6 र 9 मा सञ्चालन गरिने मावि परीक्षा मावि शिक्षा परीक्षा भनिने छ। कक्षा 2 कक्षा 12 मा सञ्चालन गरिने परीक्षा मावि उत्तीर्ण परीक्षा भनिने छ। 3 उपदफा 1 र 2 का परीक्षालाई राष्ट्रिय स्तरको प्रमुख परीक्षाका रूपमा मान्यता दिइनेछ। परिच्छेद 3 संस्थागत व्यवस्था। दफा 3 परीक्षा नियन्त्रण कार्यालयको स्थापना। देशभर सञ्चालन हुने सम्पूर्ण परीक्षा सम्बन्धी कार्यहरूको व्यवस्थापन तथा नियन्त्रणका लागि इथियोपियन परीक्षा बोर्ड अन्तर्गत एक केन्द्रीय परीक्षा नियन्त्रण कार्यालय स्थापना गरिनेछ। दफा 4 गठन। कार्यालयको प्रमुख बोर्ड प्रमुख रहने। बोर्ड प्रमुख राष्ट्रपतिद्वारा शिक्षा मन्त्रालयको सिफारिसमा नियुक्ति हुने। 3
कार्यालयमा वा बोर्डमा अन्य 4 जना सदस्य रहने जसको नियुक्ति उपदफा 2 बमोजिम हुने। उपदफा 2 र 3 मा रहे बमोजिम बोर्ड प्रमुखको शपथ राष्ट्रपतिद्वारा र अन्य 4 सदस्यको शपथ बोर्ड प्रमुखद्वारा हुनेछ। परिच्छेद 4 विभाग र कार्यक्षेत्र। दफा 12 विभाग। 1 परीक्षा सञ्चालन विभाग, 2 प्रश्नपत्र निर्माण विभाग, 3 मूल्याङ्कन विभाग, 4 नतिजा तथा अभिलेख विभाग, 5 पाठ्यक्रम निर्माण विभाग, 6 अनुसन्धान तथा सुधार विभाग, 7 पाठ्यपुस्तक तथा पाठ्ययोजना विभाग। दफा 6 अधिकार र कर्तव्य। 1 सम्पूर्ण परीक्षा सञ्चालन तथा नियमन गर्ने, 2 परीक्षा तालिका निर्धारण गर्ने, 3 प्रश्नपत्र निर्माण, 4 प्रश्नपत्र निर्माण, संरक्षण तथा वितरण गर्ने, 4 उत्तर पुस्तिका मूल्याङ्कन गर्ने तथा नतिजा प्रकाशन गर्ने, 5 पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्ने, 6 विद्यालयहरू अनुगमन तथा मापदण्ड निर्धारण गर्ने। परिच्छेद 5 प्रश्नपत्र निर्माण। दफा 7 निर्माण प्रक्रिया। 1 परीक्षा सुरु हुनुभन्दा 6 महिना अगाडि प्रारम्भ गरी प्रश्नपत्र निर्माण गर्ने, 2 देशभरका विभिन्न प्रदेशबाट 50 सदस्यीय समिति गठन गर्ने। परीक्षाको प्रश्नपत्र निर्माण गर्दा सदस्यले गोप्य रूपमा गर्नुपर्ने, मोबाइल इन्टरनेटको प्रयोग गर्न नपाइने। 4 तयार भएको प्रश्नपत्र शिक्षा मन्त्रालयमा स्वीकृत गर्न पठाउने। 5 मन्त्रालयबाट स्वीकृत भएपछि भएको प्रश्नपत्र राष्ट्रपतिको स्वीकृति र हस्ताक्षर गरी पुनः सेबीमा पठाइने। परिच्छेद 6 उत्तर पुस्तिका मूल्याङ्कन। दफा 8 मूल्याङ्कन। 1 परीक्षाको उत्तर पुस्तिका जाँच गर्न प्रत्येक विद्यालयबाट 2 शिक्षकको नियुक्ति गरिने। 2 उत्तर पुस्तिका मूल्याङ्कन 10 देखि 15 दिनसम्म सम्पन्न गर्नुपर्ने। दफा 9 सम्परीक्षक। 1 मूल्याङ्कन शुद्धता गर्न देशभरबाट विज्ञ 1 लाख मूल्याङ्कनकर्ता रहने। 2 नीलो कलमले सम्परीक्षण गरी अङ्क थप वा घटाउन पाउने। 3 उपदफा 2 बमोजिम नीलो कलमले गरिएको सम्परीक्षण नै अन्तिम अङ्क हुने। 4 उपदफा 2 र 3 का कार्यहरू 7 देखि 10 दिनमा सम्पन्न गर्नुपर्ने। परिच्छेद 7 नतिजा प्रकाशन। दफा 10 नतिजा प्रकाशन। परीक्षा सम्पन्न भएको 30 देखि 40 दिनसम्म नतिजा प्रकाशन गर्नुपर्नेछ। अध्यक्षज्यू। परिच्छेद 8 परीक्षा केन्द्र सुरक्षा। दफा 11 सुरक्षा संयन्त्र। 1 प्रत्येक परीक्षा केन्द्र सुरक्षित र कडा हुनुपर्नेछ। 2 विद्यालय बाहिर सेना, भित्री क्षेत्रमा राष्ट्रिय सुरक्षा बल र प्रत्येक कोठामा 1 प्रहरी अधिकारी हुनेछन्। 3 बिना अनुमति प्रवेश निषेध। 4 उपदफा 3 का काम गरेमा निम्न सजाय हुनेछ। 1 जबरजस्ती भित्र छिर्न खोजेमा उही गोली हानिने। 2 ख नक्कली अधिकारी बनेर आएमा 19 वर्ष कैद र 9 लाख जरिमाना। परिच्छेद 9 प्रशासनिक व्यवस्था। दफा 12 केन्द्राध्यक्ष चयन। 1 प्रत्येक परीक्षा केन्द्रमा 1 केन्द्राध्यक्ष हुने। 2 केन्द्राध्यक्ष गोला प्रथाद्वारा चयन हुने। 3 केन्द्राध्यक्षले 10 निरीक्षक चयन गर। परिच्छेद 10 उत्तर पुस्तिका सङ्कलन तथा ढुवानी। दफा 13 उत्तर पुस्तिका सङ्कलन। 1 परीक्षा समाप्त भएपछि प्रहरीद्वारा उत्तर पुस्तिका सङ्कलन गर्ने, त्यसपछि सेनाले सिल लगाई जिल्ला सेना मुख्यालयमा सुरक्षित राख्ने। सबै उत्तर पुस्तिका जम्मा भएपछि त्यसै दिन
क्रिथोपियन परीक्षा बोर्ड केन्द्रीय कार्यालयमा पठाइने। परिच्छेद 11 कार्यालय विभाजन दफा 14 कार्यालयहरू 1 केन्द्रीय क्रिथोपियन परीक्षा बोर्ड 2 प्रदेश परीक्षा बोर्ड कार्यालय 3 जिल्ला परीक्षा बोर्ड कार्यालय। परिच्छेद 12 खारेज दफा 15 खारेज। यस ऐनले क्रिथोपियाको परीक्षा प्रणाली ऐन 2003 खारेज गरेको छ। अनुसूची 1 केन्द्रीय कार्य। अब अनुसूची सम्माननीय अध्यक्षज्यू, अनुसूची 1 केन्द्रीय कार्यालय क्रिथोपियन परीक्षा बोर्डको केन्द्रीय कार्यालय जनपद साइकरा क्रिथोपियामा हुनेछ। अनुसूची 2 छाप क्रिथोपियन परीक्षा बोर्डको आधिकारिक छाप सतकोट, तल क्रिथोपियन परीक्षा बोर्ड, यसपछि साइकरा क्रिथोपिया र सतकोटको बिचमा सिइबी लेखिएको। अनुसूची 3 परीक्षा फल प्रतिशत जीपीए ग्रेड 91 देखि 100% जीपीए 4 ग्रेड ए प्लस, 81 देखि 90% जीपीए 3.6 ग्रेड ए, 71 देखि 80% जीपीए 3.2 ग्रेड बी प्लस, 61 देखि 70% जीपीए 2.8 ग्रेड बी, प्रतिशत 51 देखि 60 जीपीए 2.4 ग्रेड सी प्लस, प्रतिशत 41 देखि 50 जीपीए 2.0 ग्रेड सी, 0 देखि 40% जीपीए 0 ग्रेडलेस भनेको जीएल। सम्माननीय अध्यक्षज्यू, अब म यस विधेयकलाई सदनमा छलफलका लागि माग गर्दै यस रुस्टमलाई छोड्ने अनुमति माग्दछु। अब म यस विधेयकमा प्रस्ताव राख्न सम्माननीय प्रधानमन्त्री शोभन शाहलाई अनुमति दिन्छु। हजुरलाई 4 मिनेट। धन्यवाद सम्माननीय अध्यक्षज्यू। आज खुसीको दिन। आज देशले अत्यन्तै गम्भीर विषय परीक्षा, देशको परीक्षा प्रणाली सुधार भएन भने देशको परीक्षा व्यवस्थापन राम्रो भएन भने देशको शिक्षा प्रणाली नै बिग्रिन्छ। विगतमा हाम्रो राष्ट्रले भोगेका गलत त्यस्ता शिक्षामा आज आउने विषयहरूलाई हाम्रो सरकारले हटाएको छ। अध्यक्षज्यू, 2003 सालमा जब परीक्षा प्रणालीको बारेमा धेरैलाई थाहा थिएन, जब धेरै मानिसहरू अनपढ थिए, जब इन्टरनेटको व्यवस्था थिएन, अध्यक्षज्यू जब इन्टरनेटको व्यवस्था थिएन, तब आएको क्रिथोपियाको परीक्षा प्रणाली ऐन 2003 हाम्रो यो सुहानज्यूको सरकारले 35 वर्ष चलायो। अध्यक्षज्यू, गम्भीर विषय छ। हेर्नुस्, हाम्रो सरकारले कति राम्रो ऐन विधेयक ल्याएको छ। यो विधेयकलाई गलत भन्ने, यो विधेयकको चर्को आलोचना गर्ने त राष्ट्रघाती हुनेछन्। विरोध 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 विरोध। हेर्नुस्, स्याल कराए जस्तो विरोध। हजुरको यो विरोध हामीले मान्दैनौँ। हाम्रो लागि महत्त्वपूर्ण छ त देशको शिक्षा। हेर्नुहोस्, यो ऐन, यो विधेयक यदि पारित भयो भने, यो विधेयक राष्ट्रले पायो भने देशको परीक्षा प्रणाली र देशको शिक्षा संयन्त्र उत्कृष्ट हुनेछ। प्रस्तावनामै हेर्नुहोस्, यो विधेयक विश्वसनीय छ। यो विधेयकले राष्ट्रलाई संरक्षण गर्नेछ भन्दै अध्यक्षज्यू, म आफ्ना भनाइहरू टुङ्गाउन चाहन्छु। हस्त, धन्यवाद। मान्य सदस्य,
मन्जुल थापा। धन्यवाद अध्यक्षज्यू। के विधेयक ल्याएको यस्तो? राष्ट्रलाई नसुहाउने विधेयक, राष्ट्रघाती विधेयक, विद्यार्थीलाई टर्चर दिने विधेयक, विद्यार्थीलाई नसहने विधेयक, विद्यार्थीलाई डर पैदा गर्ने विधेयक। अझै यो विधेयकलाई राष्ट्रको लागि राम्रो छ भन्ने प्रधानमन्त्री। कस्तो प्रधानमन्त्री? हेर्नुहोस् अध्यक्षज्यू, यस विधेयकमा विद्यार्थीलाई टर्चर दिने, देशको शिक्षा प्रणाली सुधार गर्नुभन्दा पनि विद्यार्थीलाई टर्चर दिने खालका विधेयकहरू यहाँ पारित हुँदैछन्। यस सदनमा प्रस्ताव गरिँदैछ। आजका कलिला बालबालिका भोलिका देशका मेरुदण्ड भन्ने उही प्रधानमन्त्रीले विद्यार्थीलाई टर्चर दिएर मानसिक तनाव दिने विधेयक यस संसदमा कसरी ल्याउन सक्नुहुन्छ? हेर्नुहोस् अध्यक्षज्यू, मेरो यस विधेयक प्रति घोर विरोध छ भन्दै म आफ्ना भनाइहरू टुङ्ग्याउन चाहन्छु। धन्यवाद। अब म अनुमति दिन्छु एलओपी सुहान शर्मा पौडेल, सुरु गर्नुहोस्। अध्यक्षज्यू धन्यवाद। विधेयक के हो यो विधेयक? उहाँले भन्नुभयो यो हाम्रो सरकारले विधेयक ल्याउन सकेन, हाम्रो सरकारले विधेयक ल्याएन। तर उहाँले हेर्नु भएन, इथियोपियाको परीक्षा प्रणाली ऐन 2003 हाम्रो सरकारका पालामा 50 पटक संशोधन भयो। 50वटा संशोधन भएर हामीले अहिलेको युगलाई मिल्ने विधेयक ल्याएको। यो सरकारलाई, किनभने यहाँ सरकारले आसे पासे हाल्न मिल्दैन। त्यो विधेयकमा हामीले यस्तो प्रणाली गराएका थियौँ जसले बोर्ड परीक्षा दिएर मात्रै हुन पाउने, बोर्ड प्रमुख र बोर्ड परीक्षा प्रमुख र अरू कुराहरू गर्नुपर्ने विधेयकमा यो सरकारले त्यो विधेयक खारेज गरिदियो। किनभने यहाँ यो सरकारले आफ्ना आसे पासे झोले झुम्टेलाई सदनमा पनि पुर्याउन पाएन र आफ्नो कुनै पनि केहीमा पुर्याउन पाएन। त्यही भएर यो सरकारले यस्ता राष्ट्रघाती विधेयक, सार्वभौम सत्तालाई असुर्णित विधेयक ल्याएर अझै हामीलाई गाली गर्दैछ। धन्यवाद अध्यक्ष। मान्य सदस्य सरिता अधिकारी, सुरु गर्नुहोस्। अध्यक्षज्यू के बोल्नुभएको एलओपीज्यू? आसे पासे रे, आसे पासे हजुरले भन्न सुहाउँदैन एलओपीज्यू। एलओपी हुनुहुन्छ, एलओपीको मर्यादामा रहनुहोस्। अध्यक्षज्यू उहाँले भन्नुभयो आसे पासे। मान्य सदस्य विधेयकभित्र रहेर बोल्नुहोस्। कसैको पनि टीका टिप्पणी नगर्नुहोस्। टिप्पणी गर्ने भए यो विधेयक भ्याइएपछि, यो विधेयकको छलफल भ्याइएपछि हामीले कुनै दिन टिप्पणी बहस चलाउँला। एकैछिन नबोल्नुहोस्। हुन्छ अध्यक्षज्यू, यो विधेयक यति राम्रो छ, तर एलओपीज्यूले यो विधेयकलाई राष्ट्रघाती यति राम्रो विधेयक छ, यो विद्यार्थीको लागि राम्रो विधेयक हो। यस्तो विधेयकलाई उहाँले विद्यार्थीलाई तनाव दिने भन्नुभयो। विद्यार्थीलाई यहाँ के तनाव छ? यो विधेयक पारित भइसकेपछि विद्यार्थीलाई 8वटा विषय हुनेछन्। त्यसमा 4 विषय रोजेर विद्यार्थीले आफ्नो भविष्यका लागि सोच्न सक्छ। यस्तो राम्रो परीक्षा प्रणालीलाई, यस्तो राम्रो विधेयकलाई राष्ट्रघाती सार्वभौम सत्ताको लागि खतरा भन्नुहुन्छ हजुर? लाज लाग्दैन? हजुरलाई लाज लाग्न पर्छ।
के भन मरु त हेर्नुहोस् विधेयकले कति राम्रा कुराहरू गरेको छ। हजुरको पालामा 100 दिनमा पनि नआउने नतिजा यो विधेयकले 30 देखि 40 दिनमा ल्याउने भनेको छ। हजुरले आफ्ना आसे पासेलाई गराएको शिक्षक उत्तर पुस्तिका जाँच गर्ने शिक्षक अहिले केन्द्र अध्यक्षले प्रत्येक केन्द्रको केन्द्र अध्यक्षले 2 शिक्षक पठाउँछ। किन राम्रो छैन यो विधेयक? प्रश्नपत्र निर्माण गर्दा हजुरको पालामा लिक हुन्थ्यो। प्रश्नपत्र कतिचोटि लिक भए, कतिचोटि पुनः परीक्षा गर्नु पर्यो। याद गर्नुहोस् त हजुरको सरकार हुँदा के भयो। मान्य सदस्य, हजुरको समय समाप्त हुन लागेको छ, छोट्याउनु होला। अहिले त यति राम्रो परीक्षा प्रश्नपत्र निर्माण प्रक्रिया आएको छ कि उहाँहरू बोल्नै सक्नुहुन्न। त्यही भएर राष्ट्रघाती बच्चा बच्चीलाई तनाव दिने विधेयक भन्नुहुन्छ। यस्तो विधेयक त हजुरको सरकारमा आएन। अब हेर्नुहोस्, हाम्रो सरकारले हजुरको पालामा बनेका, राजतन्त्रको पालामा बनेका विधेयक हजुरले चलाउनु भयो। ऊ पालाका विधेयक हजुरले चलाउनु भयो। 50 वर्ष अघि बनेका विधेयक हजुरले चलाउनु भयो। तर हामीले यो कदापि चलाउने छैन। 15 वर्षसम्म शासन हुँदाखेरि मान्य सदस्य, हजुरको समय समाप्त भइसकेको छ। हजुरलाई थप 1 मिनेट चाहिएको छ भने टेबल ठटाउनु। अध्यक्षज्यू, म छुट्याउँदैछु 1 मिनेट। र ती सबै हजुरका राजतन्त्रको पालामा हजुरले चलाएका विधेयकहरूलाई जनमतले खारेज गर्दैछ। पहिला 2/3 थिएन, अहिले 2/3 छ। 123 सिट छ हामीसँग। 159 मा, 169 मा 123 सिट हामीसँग छ। यसले संविधान संशोधन हुँदै हुन्छ। तर हामीले जनताले बनाएको संविधान, जनादेशले बनाएको संविधान के गर्छ। र विधेयक राम्रो छ। मेरो यसप्रति प्रस्ताव छ। मान्य सदस्य श्री आरती मगर, सरी विनम दाहाल, अध्यक्षज्यू धन्यवाद समयका लागि। मलाई कति दुःख लाग्यो। यस्तो विद्यार्थीलाई यस्तो गराउने विधेयक, विद्यार्थीलाई गुलाम जस्तो बनाउने विधेयक आज सरकारले सदनमा ल्यायो। अझै उहीहरूले भन्दै हुनुहुन्छ यो विधेयक उत्कृष्ट विधेयक हो भनेर। लाज लाग्दैन? लाज भन्ने कुरा छ? यसले कसरी विद्यार्थीलाई सहयोग गर्छ भन्नुहोस् त। यसले त विद्यार्थीलाई तनाव बाहेक अरू दिँदैन। सुरक्षा संयन्त्रमै हेर्नुहोस्, प्रत्येक कोठामा एउटा प्रहरी अधिकारी। यसले विद्यार्थीलाई के हुन्छ? डर हुन्छ। परीक्षामा राम्रोसँग लेख्न सक्दैनन्। यो सोच्नु भएको छ हजुरले? र पहिला 10 र 12 मा हुने परीक्षालाई अहिले हजुरले 4, 6, 9 मा गराउनु भएको छ। यसले विद्यार्थीलाई के हुन्छ? भर्खरै कलिला विद्यार्थीहरू बाहिरको परीक्षा केन्द्रमा गएर पुलिस, झन् यति साना बालबालिका त पुलिससँग कति डराउँछ। त्यही भएर अध्यक्षज्यू, यो विधेयक, यो राष्ट्रघाती विधेयक हामीलाई मन्जुर छैन। अध्यक्षज्यू, यो उहाँले यो सदनमा आएको विधेयक कसरी च्याप्न मिल्छ? विरोध। मान्य सदस्यहरू शान्त बस्नु होला।
मान्य सदस्यहरू, हजुर यहाँ कोही कोही पहिलो पटक सदनमा आउनुभएको छ, कोही दोस्रो, कोही तेस्रो, कोही चौथो, कोही पाँचौँ पटक सदनमा आउनुभएको छ। सदनमा सरकार पक्षले ल्याएको विधेयक भनेको पार्टीको विधेयक होइन। सरकार पक्षले ल्याएको विधेयक भनेको कृथोपिया सरकारको विधेयक। त्यही भएर यो विधेयक च्यात्नु, कुनै पनि विधेयक च्यात्नु, कुनै पनि डकुमेन्ट, अफिसियल डकुमेन्ट च्यात्नु भनेको हजुरले सरकार पक्षलाई अथवा अर्को पार्टीलाई धम्की दिएको होइन, हजुरले सारा राष्ट्रलाई धम्की दिएको हुन्छ। त्यही भएर सदनमा विधेयक च्यात्ने, यो विधेयक बोल्नुहोस्, हजुरले जनताले आवाज उठाउन पठाएका हुन्, हजुर बोल्नु जायज छ। तर यो विधेयक च्यात्ने, यत्तिकै हुन नहुने विरोध गर्ने काम चाहिँ सदनमा नगर्नु होला है। माननीय विनम दाहाल सुरु गर्नुहोस्। फेरि पनि अध्यक्षज्यू माफ गरिदिनु होला मलाई, मैले विधेयक च्यातेँ, मलाई थाहा थिएन, किनभने मैले पहिला विधेयक च्यातेको देख्थेँ। म पहिलो पटक यस सदनमा आएको र यो विधेयक मलाई चित्त बुझेको छैन। अझै यहाँ त के छ भने प्रश्नपत्र निर्माण भइसकेपछि राष्ट्रपतिसँग पठाउने अरे। अहिलेको राष्ट्रपति त शिक्षित हुनुहुन्छ, मानम कोही अशिक्षित राष्ट्रपति आयो भने कसरी पढ्ला नि। धन्यवाद। मान्य सदस्य गोपाल प्रसाद रिजाल, सरी एकैछिन है। मान्य सदस्य अनिता थापा, सुरु गर्नुहोस्। अध्यक्षज्यू, विधेयक पहिलो पटक आउनुहोस्, दोस्रो पटक आउनुहोस्, तर विधेयक नच्यात्नुहोस्। अघि नै अध्यक्षज्यूले भन्नुभयो, मैले भन्न परेन, र उहाँले भन्नुभयो कोही शिक्षित राष्ट्रपति आउलान्, कोही अहिलेको पहिलाको अशिक्षित राष्ट्रपति। जति पनि अशिक्षित राष्ट्रपति छन् त्यो सबै काङ्ग्रेस सरकारको पालामा छन्, त्यो सबै हजुरको सरकारको पालामा छन्, सिएनसीको सरकारको पालामा छन्। हाम्रो सरकारमा लगातार 25 सालदेखि एउटै राष्ट्रपति हुनुहुन्छ, शर्मा हुनुहुन्छ, र सिजेपी सरकार रौन्जेलसम्म राष्ट्रपति उहाँ नै हुनुहुन्छ। अध्यक्षज्यू, विधेयक राम्रो छ। म धेरै बोल्न चाहिनँ, किनभने म भोलिबाट दफावार छलफलमा सहभागी हुँदैछु। भोलिबाट दफावार छलफल हुँदैछ, त्यसमा बोलौँला, दफा पढौँला, दफाका खण्डन गरौँला। र आजका लागि धन्यवाद। यति नै अध्यक्षज्यू। मान्य सदस्यहरू, भोलि ठीक 11 बजे संसदमा दफावार छलफल, यस विधेयकमा दफावार छलफल अथवा सैद्धान्तिक छलफल नभनौँ, दफा छलफल गर्ने भएपछि, र यस जनसभाको कार्य विभाजन अनुसार यस विधेयकलाई हामीले बढीमा 1 हप्ता जनसभामा राखी पारित वा खारेज गरी, पारित भए राष्ट्रिय सभामा पठाइनेछ, नत्र भए सरकारमा पुनः हेराइको लागि पठाइनेछ भन्दै भोलि सबै 11 बजे उपस्थित हुनु भन्दै आजको जनसभाको बैठकको कारबाही यही अन्त्य भएको घोषणा गर्दछु।